यस्तै हो त गाइज हामी पनि भन्ने रे नि त ठिक छ म त गाइज हेर्नुहोस् है रमाइलो गर्न आउने हो है मलाई गिफ्ट चाहिँदैन भनेर भन्दिनँ म है तुमले देखो न Hello, what's up guys? You watching RNTV React. So if you need to join channel, please subscribe and make sure to bell icon is completely free. So guys, पैसा लाग्ने वाला छैन. So welcome back to my another reaction video. जुन चाहिँ मैले सुरेश लामा भिडियोमा चाहिँ रिएक्सन गरेको छु. हिजो रातिको टिकटक लाइभ मैले पनि गरेको थिएँ. र के हो यार जनताहरु यार, खाली सुरेश लामाको मात्रै भिडियो हेर्ने, सुरेश लामा मात्रै यति धेरै भिडियोहरु मैले हालेको हुन्छु मोस्टली हैन. त्यो पनि हेर्दिनुस् न यार, कमसेकम मेरो पनि त रोजीरोटीको सवाल हुन्छ हैन. सो त्यही हो गाइज, मैले सुरेश लामा भाइको चाहिँ मैले भिडियोहरुमा चाहिँ रियाक्ट गर्थेँ हैन. र लाइभ पनि चलाउँथे, तर चाहिँ त्यसमा कपिराइट इस्यु हुनुको कारणले चाहिँ मैले चाहिँ लाइभ नचलाएको हो. सो त्यही कारणले चाहिँ अब चाहिँ बेला बेलामा चाहिँ हालिरहेको हुन्छु, गरिरहेको हुन्छु र अरु पनि अन्य भिडियो पनि हेर्दिनुस्. सो यो भिडियो चाहिँ के रहेछ, कसरी रहेछ लाइभ रियाक्ट गरौँ अनि लास्टमा रिभ्यु गरौँ. किन के कस्तो भइरहेछ के भइरहेछ केटीको मुड केटी भन्ने केटी भन्ने Okay guys, little bit rest. Okay, one game rest. किन रेस्ट? मेरो स्कोर आउँदैन भने पहिले फिक्स भइसक्यो उहाँलाई है. अनि रेस्ट धेरै दुख्यो के कति बेला थियो हजुरलाई भएर गाउँदा है सुरेश भाइ हत्तु भइसक्यो. धेरै भएन, भर्खर 10:30 मा आएको. आइसक्यो उताबाट हेर नि त के हालेर बस्ने यार. यस्तो कस्तो होटल राम्रै चलिरहेछ. ए होटल हैन, रेस्टुरेन्ट. वेलकम आरएसके. आज नि हेर्न मात्रै आएको हो म तिम्रोमा भन्छ न. के हेर्न आएको? आरएसके ले त्यस्तै भन्छिन्छ के आएर. म त हेर्न मात्रै आएको. म त हेरे हैन. तर आवाको जो सबैलाई शैली छ नि, यो काठमाडौँ गाइड डबल ट्याप हैन, सुपर लाग्छ के मलाई चाहिँ. डबल ट्याप ट्रिपल्स रोज चाहिँ उताबाट नि आएर हान्दिछ ल है प्लिज. तर रोज आउँदैन होला आई थिंक. A game rest guys, a game rest. Okay, no problem. I have something pain in my throat, so that please rest. Let's go guys. 3 roses. Okay. दुईटा One रोज more roses, गाइस. guys. उताबाट आएर रोज मेरो कम्प्लिट गर्नु If you are new here, then do follow me guys. Do follow me. गाइज फलो गरौ यार, तिमीले पनि मलाई सब्स्क्राइब गराउ न गाइज यार. के हो यार तिम्रो खाली सुरेश लामाको भिडियो चाहियो, सुरेश लामाको भिडियो चाहियो, अरु पनि भिडियो छ त्यो पनि वाच गरिदिनुस्. रोजीरोटीको सवाल छ यार. मेरो त बिहा हुँदैन होला गाइस. दुईजना अरु आएर हान्दिछ न रोज. किन बिहा हुन्न नि तिम्रो चाहिँ? खै त केटा नि. नवीन, दीपक, थ्यांक यू सबैजनालाई. Following you रे. Thank you so much Phoenix. Everyone Phoenix. आवासँग कुराकानी गर्नु रे. के गर्नु कुराकानी गरि त रहेछ त. के गर्नु माइपुरमा कुराकानी गर्नु. अब हामी साथी हो अनि त्यस्तो अब मिल्दैन. न लाइट वेलकम. ट्रिपल्स लेट्स गो. ट्रिपल्स कुरा त अब यसो हेलो हाई सन्चै हुनुहुन्छ त भन्ने नि त हो नि हैन. तर पहिला जस्तो जो फ्लटिङ थियो नि, अरु अब प्रेमको कुरा गर्न भएन. भ्युअर्सहरु के गर्ने प्रेमका कुरा मान्छेले चाहने त्यही हो हैन, इन्टरटेनमेन्ट. ट्रिपल्स भाइलाई चाहिँ यति चाहने मान्छेमा मात्रै छन् बचेका हैन, नभए त तिमी कसको हुने होला, मनी कसको हुने होला, नछुट्ने त भन्छौ हामी, छुटे कति रुने होला. स्टिल त गइसे जस्तो छ. ट्रिपल माइ सबैले स्टिल हार्नी भए जस्तो छ. काइ ट्रिपल्स लौटा. ला 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 ला. यस्तै हो त मेरो ब्रड. अब नजित्ने नै हो त हामी गाइस. यस्तै हो त गाइज हामी पनि भन्ने रे नि त ठिक छ. म त गाइज हेर्नुहोस् है रमाइलो गर्न आउने हो है. मलाई गिफ्ट चाहिँदैन भनेर भन्दिनँ म. तुमले देखो न. हो र हजुर समीर. लेट्स गो समीर. भन्नु हुँदैन. त्यो भन्ने नै हैन नि. कसैले भन्छन् के
मलाई म त यहाँ रमाइलो गरेर म त गिफ्ट सिफ्ट हेर्दैन वेलकम बेबी तामाङ गाइस कोही छ भने हाल्छ न तर चाहिँ राम्रो कन्भर्सेसन राम्रो भइरहेछ गिफ्ट नचाहिने मान्छेलाई 3000 मैले भनेर भन्नु मिल्दैन पो भने त अनि कस्तो हो जिस्काको गाइस अनि मेरो 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 केटाहरू खै त कहाँ छ मेरो केटीहरू मन छ भने त तपाईँहरूले गिफ्ट गर्न सक्नुहुन्छ तर छैन भने छैन भने त जबरजस्ती खानु भन्ने के वेलकम समवन सक्सिन्छ लेट्स गो सक्सिन्छ है गाइज सक्सिन्छ समवन आज मलाई एक म्याच जिताएको सक्सिनु न गाइज प्लिज कोही छ भने सक्सिन्छ भने यो भिसी भन्नेलाई यो ब्लग हानौँ त भिसी नट अलाउड हो त्यो त भिसी गाइस समबडी स्नाइप सबैको आफ्नो घरबार छ यहाँ भिसी के काम स्टिलले धोका दिएर नि भएन स्टिलले मन त छ धन छैन अरे लाइस अब एक म्याच खेलौँ म हारेँ भने अनि त्यसपछि यहाँबाट भाग्छु समवन मलाई तिमी समवन दुबई नजाने अब दुबईमा यस्तो पुरै गोला बारुद चलेपछि त अनि कसरी जानु ए! डर लाग्छ होइन सकिएपछि सकेपछि चाहिँ जाने केही न केही हुन्छ कि जाने भनेपछि चाहिँ यार मेरो पनि त्यही भएछ कहिले यार के हुन्छ कहिले यहीँ नेपालमा बिना यस्तो टिकट यो क्यान्सल भएर यार तनाव के अरे यो भयो आन्दोलन हुन्छ त्यसले रोकिदिन्छ कहिले के हुन्छ भिजै लाग्दैन कहिले भिजा लाग्न खोज्छ यस्तो पड्किन्छ बम बारुद मलाई त के नजा भने के ठिकै छ पड्किन्देऊ नि त यत्रो बनाएको छन् मान्छेले बम सम एउटा दुइटा पड्काओस् के त खेर जानु त्यो बेकारमा बासी हुन्छ हो सही हो पड्काओस् Guys, let's go दुईजना doubles. बम। कतिखेर मर्छ भन्ने थाहा छैन जिउने आजै हो सही हो अर्का जस्तो भन्ने हो गरे यार तनाव त हामीलाई हो नि त होइन हामी जस्तो नेपाली जहाँ विदेशमा गएर रोजगार गरिन्छ है है अँ। अब यसमा के अरे एकचोटि त्यो के युद्ध समथिङ के विश्वयुद्ध कि समथिङ World अब war. के भएर मान्छे मर्छन् नि त धेरै कहिले इन द फ्युचर लाइक 32सम्म टन्नै मान्छे मर्छ अरे होइन त्यो त हो अनि त्यति बेला चाहिँ अनि भारतवर्षको मान्छे सबभन्दा धेरै बाँच्छन् रे क्या भारतवर्ष भनेको चाहिँ कसले भने तिमीलाई मैले सुनेको अनि सबभन्दा धेरै बाँच्ने चाहिँ भारत कसले भने भन त नेटमा सुनेको रियलमा भन नेटमा कसम मैले नि सुनेको छु क्या हो है अनि भारतवर्षको मान्छे बाँच्छ र भारतवर्ष भनेको चाहिँ हाम्रो यही भारत नेपाल नेपाल बङ्गलादेश भुटान भुटान यताको मान्छे बाँच्छ अरे अनि त्योभन्दा धेरै चाहिँ धर्म कर्म अनि त्यस्तो गर्ने मान्छेहरू धेरै बाँच्छ अरे भनेपछि नेपालमा हामी सिमसम विषय त्यही भएर अब मलाई थक्क यस्तै हजुरले अघि मलाई किन धोका दिइसक्यो भन्छ त हजुर यहीँ भएर नि मलाई धोका दिने गाइज ल दुइटा रोज हानौँ उताबाट आएर हान्दैछ न गाइज रोज हान्दैछ न उताबाट आएर गाइज रोज दिपक थ्याङ्क यू वान मोर बाँच्छ रे गाइज बाँच्छ रे वान मोर हामी बाँच्छौँ गाइज हामी बाँच्छौँ के गाइज वान मोर गाइज वान मोर सुरेश लामा फ्यान टेन्सन हामी बाँच्छ भाइ त्यसो भने यसो गरौँ न त अब यसै मर्ने उसै मर्ने पैसा सङ्कलन गरेर केही काम गिफ्ट हान्नुहोस् होइन हो रे क्या साँच्ची नै साँच्ची भनेको ल हेर्छु त नत्र सुरेशले पनि काँडे सुन्छु मैले काँडे सुनेको मैले होइन तिमीले कहाँबाट सुन्यो भनेको के मैले त धेरै मान्छेले भनेको सुनेको छु लाइक नेपालमै पनि अनि त्यसपछि नेटहरूमा पनि महात्माहरूले भनेको सुनेको क्या महात्मा ज्ञानीहरूले भनेको सुनेको ओम शान्ति जान्छौ हो तिमी म नेटमा हेर्छु ओम शान्ति नाइ गुरु उताको इन्डियन गुरुहरू हुन्छ नि प्रेमानन्द महाराज प्रेमानन्द महाराज प्रेमानन्द Deep welcome every time प्रेमानन्द फ्यान ए प्रेमानन्द महाराजले भन्नुभएको हो होइन लाइक अरूहरूले भनेको प्रेमानन्दले त्यस्तो डिरेक्टली त भन्छन् नि त यस्तो कुराहरू कसले भने त कसले भन न भन्यो म सुन्छु के कसले भने हो के मलाई यस्तो नामै त याद हुँदैन मलाई प्रेमानन्द त धेरै सुन्ने भएर याद भएको नाम होइन ए प्रेमानन्द सुन्छु मैले नि सुन्थेँ प्रेमानन्द अहिले ओसोमा झरेको छु मेरो नि ओसो आइरहेको छ यार तर मैले उ नगरेर होला ध्यान नदिएर होला ओसो वेलकम ब्याक ओसो पनि सुन्ने गर्दा सबै सुन्नुपर्छ
राम्रो कुराहरू सबै ग्राब गर्नुपर्छ। रजनी सोसो खतरा छ। यस्तो त्यो कुरामा मन नडुलाओ, यस्तो यस्तो कुराहरू हुन्छ नि, लाइक के भन्छ यस्तो फेरि बाहिरी कुरा। रजनी सोसो सुन्न थाल्यो भने फेरि अन्ततिर फेरि ध्यान जाँदैन नि फेरि। ओसोको नि धेरै फ्यानहरू देखेको छु मैले। दिप नमस्ते। दिपले त अब मलाई गिफ्टिङ गर्छिन्न। दिपले भनेको त कहिले काहीँ आएर ह्यान्ड आर्ट हान्ने, के अरे ह्यान्ड आर्ट रे, यो हो त्यही हो, यही हान्ने हो, यही हान्छु। कभी देखो ना ये क्या हो गया। तर कन्भर्सेसन चाहिँ राम्रो रहेछ। अनि अहिले मैले गीत यस्तो गाउन धेरै जान्छु। मैले यस्तो यो उसको कुरा हेरेर होइन सुरज, यो इल्युमिनाटीहरू यस्तो यस्तो पनि सबै के हाम्रै यो उबाट सब निक्लिएर रहेछ होइन, हिन्दूबाट। लास्टमा हो मेन ऊ भनेको त हिन्दू नै त रहेछ। सुरुदेखि चलिआयो। सुरुदेखि चलेको त हिन्दू धर्म रहेछ गाइस, अरू केही होइन रहेछ, बुझ्यौ। सब त्यसपछि हिन्दू धर्मकै गुरुहरू चाहिँ यस्तो यस्तो हाम्रो भगवान्हरू चाहिँ के भएर अनि लास्टमा आएर अनि बाँडफाँड भएर अरू बनाएर रहेछ क्या। ल अब के भन्नु त, हारिहाल्यो, अब जाउँ। हुन्छ, आबा महाराज की जय हो। आबा महाराज की जय हो। गाइज फाइनली यो भिडियो चाहिँ सकेको छ होइन। सो रियली अमेजिङ एन्ड नाइस, एकदम राम्रो थियो। मलाई यति ऊ थिएन कि यति राम्रो कन्भर्सेसन छ भन्ने कुरो। अब तपाईँलाई थाहा छ फ्लटिङ त अझ हुँदै हुन्न सुरेश लामाको लाइभमा चाहिँ, किन भन्दाखेरि चाहिँ तपाईँलाई थाहै छ पुरानो भिडियोहरू, पुरानो कन्ट्रोभर्सीहरूदेखि लिएर सबै कुराहरू होइन। तर यो चाहिँ राम्रो कन्भर्सेसन थियो। आबा पनि एकदम राम्रो मान्छे हो, उहाँको भिडियोहरू, उहाँको स्ट्रगल लाइफ सबै कुरो बुझेको छ होइन। सो एकदम मजा आयो। सो आयो सबैजनाले मन पराइदिनु होला भन्दै आशा गर्दै भिडियो यही समाप्त गर्छु। र त्योभन्दा पहिला यदि तपाईँ लास्ट समय हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोस्, बेल आइकन अन गर्नुहोस्। र गाइज सुरेश लामा फ्यान हो यार, प्लिज यार अरू भिडियो पनि गएर हेर्नुहोस् न त है। सो त्यही भन्दै आज यही भिडियो समाप्त गर्छु। बाई।